दर्शकवृन्द नमस्कार, म पुष्कर भुजेल। नरोकिन्छ समय, नरोकिन्छ घटनाको रफ्तार, जे हुन्छ जहाँ त्यो जस्ताको त्यस्तै तुरुन्तै अपडेट हुन्छ जीटीभी ननस्टपमा। पछिल्ला ताजा न्युजहरूको सङ्गालो जीटीभी ननस्टपमा यहाँहरूलाई स्वागत छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी ढुकुटीको खर्च कटौती गर्न भन्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तर गत मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिन्। सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्ने छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले सरकारका गलत लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएका छन्। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएका हुन्। उनले पछिल्लो समय आफू स्वयं पनि यसको शिकार भएको र विदेशबाट समेत व्हाट्सएप र मेसेन्जरमा मार्ने धम्कीहरू आइरहेको बताए। महरले सरकारले आफ्ना 100 दिनका उपलब्धिमा सुशासन कायम गरेको दाबी गरे पनि व्यावहारिक रूपमा यस्तो नदेखिएको तर्क गरे। उनले प्रदेशहरूमा नयाँ परिस्थिति र राजनीतिक शून्यताको अवस्था देखिएको भन्दै एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वहरूले छिटोभन्दा छिटो छलफल गरेर उचित निकास निकाल्नु पर्नेमा जोड दिए। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिएका छन्। बिहिबार सिंहदरबार स्थित मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग आयोजित छलफलका क्रममा मन्त्री यादवले तालिमको मुख्य उद्देश्य रोजगारी सिर्जना हुनुपर्नेमा र त्यो सुनिश्चित नहुने तालिमहरू सञ्चालन नगर्न निर्देशन दिएका हुन्। विगतका कार्यविधिहरूमा निजी क्षेत्र र परीक्षार्थीहरूको अपन्तो नहुँदा बजेट फ्रिज हुने गरेको उल्लेख गर्दै उनले आगामी साउन महिनाभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि तजुर्मा गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे। देशभर विभिन्न निकायबाट वार्षिक 13 अर्ब रुपैयाँ भन्दा बढी रकम तालिममा खर्च भए पनि त्यसको ठोस प्रभाव नदेखिएको मन्त्री यादवको भनाइ छ। ओडा तहमा हुने अल्पकालीन र प्रभावहीन तालिमहरू रोक्न मन्त्रालयले यसै साता स्थानीय तहहरूलाई पत्राचार गर्ने तयारी गरेको मन्त्री यादवले जानकारी दिए। सवारी चालक अनुमति पत्र, लाइसेन्स लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन मार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो। विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले खबर हबसँग कुरा गर्दै हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फर्म मात्र भर्न सक्ने व्यवस्था रहेकोमा अब राजस्व समेत सोही प्रणालीबाट तिर्न मिल्ने जानकारी दिए। उनका अनुसार नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साउन महिनामा आराध्य देव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी गरिएको छ। साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौं भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि पुग्ने गर्दछन्। भक्तजनको सहजताका लागि आवश्यक सबै तयारी भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउनको सोमबार बोलभम यात्रीको पशुपतिनाथमा भिड लाग्छ। वैदिक ग्रन्थमा उल्लेख गरिए अनुसार महादेवले जलधारा मन पराउने भएकाले बागमतीको मुहान स्थल सुन्दरी जलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरेर मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। तीर्थयात्रीको भिड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा 4 वटा लाइन राख्ने कोषको तयारी छ। ऐतिहासिक श्री जगन्नाथ रथ यात्रा महामहोत्सव आयोजना गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ इस्कनको आयोजनामा बिहिबार काठमाडौँको कमल आदिबाट टुडीखेलसम्म श्री जगन्नाथ रथ यात्रा आयोजना गरिएको हो। धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथ यात्रामा हजारौं भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबार मार्ग, पुतली सडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएससी, न्यू रोड, बसन्तपुर हुँदै पुनः न्यू रोड मार्गबाट टुडीखेलमा समापन गरिएको थियो। श्री जगन्नाथ रथ यात्राको मूल आकर्षण भगवान श्री जगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ। चालू आर्थिक वर्ष 2083 अन्तर्गत असार 32 गतेसम्म देशभर धान रोपाई
61.62% सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 87.8% रोपाई सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा सबैभन्दा कम 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिमा देशभर 72.14% रोपाई सम्पन्न भएको थियो। यस वर्ष भने राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको छ। यद्यपि मध्य प्रदेशमा भने गत वर्षको 46.83% को तुलनामा यस वर्ष 57.9% रोपाई सम्पन्न भई सुधार देखिएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका आधारमा विभिन्न प्रदेशमा रोपाईको प्रगति फरक फरक रहेको छ। अमेरिका र इरान बीच सैन्य तनाव थप चर्किँदै जाँदा इरानले मध्यपूर्वका रणनीतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएको छ। इरानको खातम अल अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फाघारीले अमेरिका र इरानको पूर्वाधारमाथि आक्रमण गरे मध्यपूर्व भरिका महत्त्वपूर्ण रणनीतिक संरचनालाई निशाना बनाइने चेतावनी दिएका हुन्। इरानी सेनाले अपरेसन थन्डरबोल्टको 10औं चरण अन्तर्गत कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको दावी गरेको छ। इरानी सेनाका अनुसार कुवेत स्थित अली अल सलेम एयर बेसमा रहेको राडर प्रणाली, प्याट्रियट एयर डिफेन्स सिस्टम तथा इन्धन भण्डारण केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान यदि तत्काल वार्ता र सम्झौताको टेबुलमा नआए आगामी हप्तादेखि त्यहाँका महत्त्वपूर्ण पुल र विद्युतीय गृहहरूमाथि भीषण बमबारी गर्ने धम्की दिएका थिए। र अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डलाई 2-1 ले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिना सन् 2022 को विश्वकपको च्याम्पियन हो। विश्वकपको उपाधिका लागि अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ। फाइनल खेल आगामी 20 जुलाई सोमबार बिहान हुनेछ भने तेस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्ड बीच आइतबार प्रतिस्पर्धा हुनेछ। जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्तान लियोनल मेसी गोल्डन बुटको दौडमा फ्रान्सेली कप्तान किलियन एम्बापेलाई पछि पारेका छन्। इङ्ल्यान्ड विरुद्धको खेलमा मेसीले 2 असिस्ट गरेसँगै उनी गोल्डन बुटको दौडमा पनि शीर्ष स्थानमा आएका हुन्। दर्शकबिन, यो थियो अहिलेसम्मका पछिल्ला ताजा न्युजहरूको सङ्गालो। जीटीभी ननस्टप, नसुच्च समय नसुच्च न्युज हामी निरन्तर समेट्छौँ। देश विदेशका निरन्तर न्युजहरू जीटीभी ननस्टपमा। अहिलेलाई जीटीभी ननस्टपको श्रृङ्खला यति नै। जीटीभी ननस्टप र अन्य प्रसारणहरू सामाजिक सञ्जालका प्लेटफर्महरू युट्युब, फेसबुक, एक्स, टिकटक लगायतमा प्रत्यक्ष हेर्न सक्नुहुनेछ। सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश हेर्दै रहनुहोला जीटीभी नेटवर्क। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। जीटीभी नन स्टप न्युजका साथमा Visit www.websurfer.com.mp। सबैको सुरक्षा एनएलजी को ही छ। एनएलजी इन्स्योरेन्स।